ल साजन दाइ के छ खबर? ठिकै छ। नेताहरूले खाएको देश अब सुकुम्बासी हटाउँदैछ। अनि सुकुम्बासीलाई दुख दिँदैछ। अब पहिला त घर कारा बनाएर त सुकुम्बासी हटाउनु पर्ने नि त। कस्तो नेताहरू छ यहाँ दुख दिने गरी। तपाईँ पनि सुकुम्बासी हो? दुख दिन म पनि सुकुम्बासी हो नि त। कस्तो खालको सुकुम्बासी? घर जग्गा नभएको मलाई पनि थाहा छ नि। गरिब भनेको के हो? घर जग्गा नभएको, खेत भएको, होइन यो 3 तलाको भवन भएको। होइन त्यस्तो होइन। होइन नि यस्तो यो मान्छे घर जग्गा नभएको सुकुम्बासी होइन कि अगाडि दाँत नभएको सुकुम्बासी है। त्यो होइन, सत्य कुरा गर्छु म। नहटाउनु पर्थ्यो पहिला है। गरिब घर बनाएर अहिले बारिस बर्खा समय आइसक्यो, खाने के लगाउने मरिहत्ते भयो नि त। संसार मानवता खायो नेताहरूले, मानवता खायो, मानवता खायो नेपाल। अनि के रे तपाईँको बुढी पनि सुकुम्बासी बस्तीमै छ होइन? सबैको किन थिएन? म गरिब मान्छे अनि गरिबमा काम गर्छ। जाने पेटको जोगाड गर्नु पऱ्यो नि। बन्दैछ त पेटको पूजा गर्नु पऱ्यो नि। त्यसको जोगाड गरेर ल्याउनु पऱ्यो, दुख गर्नु पऱ्यो, अनि बल्ल हुन्छ नि त। पैसा त्यतिकै आउँदैन नि, पहिला पेट त्यसपछि पैसा। पेट नभए पैसा आउँदैन। अहिले चाहिँ सही बात गऱ्यो है। ल गाइज हामी चाहिँ अहिले यहाँनिर जाँदैछौँ दुबई भन्ने देशमा छौँ होइन। गाह्रो छ यार जिन्दगी घाममा। जो जति विदेशमा आउँदै हुनुहुन्छ तपाईँहरू पनि सतर्क रहनु होला होइन। अब मेन पावरहरूले लाख खाइरहेछ, लोभ देखाउँछ होइन हरेक कुराहरू। अब खासमा त सरकारको अफिस हुनु पऱ्यो क्या, सरकारी अफिस हुनु पऱ्यो। सही कुरा सरकारी अफिस भयो पो गरिब जनताले मुखाम जनताहरूले नजानेको नबुझेको त्यो दलाल ठगहरूले ठगिदिन्छ। ल्याम कि ल्याम यहाँ फसाइदिन्छ। लाखौँ लाख पैसा किनेर काठमाडौँमा ठुल्ठुलो बिल्डिङ भवन बनाएर बसेछ। गरिब मान्छे यहाँ दुःख पाइरहेछ। खाने उनीहरूले, दुःख पनि हामीहरूले। अरूभन्दा पनि के छ साथीहरू होइन, तपाईँहरू जुनसुकै देशमा जाँदै हुनुहुन्छ भने पनि र दुबई भन्ने देशमा आउँदै हुनुहुन्छ भने के गर्नु भने अब मेन पावरहरू अब जति पनि अब दलालहरू हुन्छन् होइन, उनीहरूले तिमीहरूले भने काम लगाइदिन्छु, यो गरिदिन्छु ऊ गरिदिन्छु भने जस्तै हुन्छ भने त्यो कुराहरूमा विश्वास नलिनु होला है। आफूले राम्रोसँग बुझेर अनि राम्रोसँग हेरेर त्यो कुराहरूलाई राम्रोसँगले चाहिँ बुझेर मात्रै आउनु होला ल। हामीहरू पनि त्यही दलालहरूको मेन पावरको कुरा सुनेर आयौँ। अहिले न भने जस्तो काम छ, न दाम पाएछ, न भने जस्तो दाम पाएको छ। गाह्रो छ तै पनि अब आफ्नो जीविका पार्जन गर्नको लागि फ्यामिली परिवार भविष्यको लागि गर्दाखेरि अब बाध्यताले नि बस्नु परिरहेको छ होइन। टाइम पनि धेरै छैन। अब 9-10 महिना छ त 9-10 महिनासम्म बस्ने हो। अब 9-10 महिना पछाडि अब यो कम्पनीलाई बाई बाई गरिदिने अब नेपालतिर लाग्ने हो। हाम्रो यो यता के अरे दाइ कहाँ अरे तपाईँ घर? मेरो घर अर्घाखाँची। अर्घाखाँचीको दाइ हुनुहुन्छ? अर्घाखाँची सन्धिखतको हो। अर्घाखाँचीको दाइ हुनुहुन्छ। यो दाइ पनि एकदम राम्रो मेसन हुनुहुन्छ। तर अहिले यहाँ के गर्नुपर्छ थाहा छ तपाईँलाई? झाडु लगाउनुपर्छ क्या, मेसन मिस्त्री। अनि यता हुनुहुन्छ इन्जिनियर। मलेसिया कतारको सबै खाएको मान्छे के गर्ने, फाटा कुरा गरेको छैन। सबै ज्ञान गुण भएको मान्छे यहाँ रुन बाँच्नु जस्तो भइरहेछ। के गर्ने अब आत्मालाई शान्ति पारेर मनमा कठोर विदेशी जीवन भनेको यस्तो भनेर बसिरहेछु। मनमा जति दुःख पायो भने बाहिर म खुसी हाँसेर हिँड्छु। के गर्ने, त्यस्तो हो। झाडु लगाउनु पर्नेछ होइन। अरूभन्दा पनि पीडा चाहिँ सबैभन्दा ठुलो पीडा चाहिँ दाँतमा छ है। दाँत त भइहाल्छ नि। दलालहरूलाई दाँत भत्किन गरी हाल्नुपर्छ ठगहरूलाई। हामीले फसाएर यस्तो गरिदिएछ। के हो हामीलाई पनि फोडेर हाल्ने गाडीमा लिएर जान्छ के बाटो छैन। ल भाइ गाइज ल सबैजनाले आफै केयर गर्नु होला। बाई बाई।